के तपाईँ बिर्सिन सक्नुहुन्छ जेठ 19 गतेलाई? म त बिर्सिन सक्दिनँ। म कसरी बिर्सिन सक्छु 2058 साल जेठ 19 गतिको त्यो कहाली लाग्दो दिन। त्यो दिन सम्झिँदा अहिले पनि यो मन झस्किन्छ, मुटु चस्स चस्स घुच्छ। नसाका रगतहरू सलबलाउँछ, मनमस्तिष्कका ज्वार भाटाहरू चुटिन्छ। त्यो कहाली लाग्दो दिन सम्झिँदा कसको मन दुःखले फाट्दैन होला? सायदै त्यो ढुङ्गाको मन हुनुपर्छ जसको चाहिँ मन दुख्दैन। म त बिर्सिन सक्दैन त्यो दिनलाई। अझै पनि प्रश्नवाद लागेको छ कि दरबार हत्याकाण्डको रहस्य, यो दरबार हत्याकाण्ड कसले गर्यो त? त्यस राजपरिवारका हत्यारा को हुन् त भन्ने कुराको अझै पनि प्रश्नको जवाब कसैले दिन सकेका छैन। प्रश्न चिन्ह नै छ अझै पनि। त्यही घटनाहरूलाई हेरेर मैले जम्मा एउटा होइन, दुईटा होइन, 3 शीर्षकमा कविता लेखेँ। र त्यो कविताको शीर्षक एउटा हे जन्मभूमि माता शीर्षकको छ, एउटा आकाश भन्ने शीर्षकको छ, र एउटा सम्झनाका डोबहरू शीर्षकमा मैले कविता लेखेको छु। र म आज तिनै तिनवटा मध्ये एउटा शीर्षकको कविता वाचन गर्न गइरहेको छु। जुन कविताको शीर्षक छ सम्झनाका डोबहरू। जब राजपरिवारहरूको जुन विदाई भइसकेका हुन्छ र उहाँहरूकै सम्झनामा लेखेको कविता हो। कविता यसरी सुरु हुन्छ। मुटु र मन मस्तिष्कको सारा पूर्जाहरू नै चुटियो, मुटु र मन मस्तिष्कको सारा पूर्जाहरू नै चुटियो। सियोले सिलाउँदा सिलाउँदै सियो नै भाँच्यो। त्यो त सियो होइन, त्यो त सियो होइन, देशको मेरुदण्ड पो भाँचियो। त्यो त सियो होइन, देशको मेरुदण्ड पो भाँचियो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो, अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। यो कविताको पहिलो हरफ हो। जम्मा 5 हरफको यो कविता रहेको छ। र अरू पुरै यस कविता तपाईँ श्रवण गर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल अनुभव एन्ड अनुभूतिलाई सब्सक्राइब गर्नुहोला। त्यहाँ गएर तपाईँले पुरा भिडियो हेर्न सक्नुहुन्छ। सम्झनाका डोबहरू शीर्षक कविता, अरू पनि कविताहरू छन्। र त्यसै गरी टिकटक च्यानल, टिकटक आइडी अनुभव एन्ड अनुभूति पनि छ, त्यसो पनि तपाईँले गएर हेर्न सक्नुहुन्छ। र अर्को फेसबुक आइडी टङ्कर राजवंशी भन्ने पनि छ, त्यसो पनि हेर्न सक्नुहुन्छ भन्ने म जानकारी गर्न चाहन्छु। त्यति भन्दै म बाँकी भिडियो चाहिँ तपाईँहरूलाई चाहिँ युट्युब च्यानलमा, टिकटक आइडीमा, फेसबुकमा गएर हेर्न अनुरोध गर्दछु। म टङ्कर राजवंशी, इडर सुनसरी। जय साहित्य, जय नेपाल।